आज 2081 चैत 12 गते आज स्पेशल दिन हो कि सर मंगलबार एकादशी 12 को महिना 12 गते मंगलबार एकादशी त्यसैले मन्दिरमा आउन चाहेको हजुरले साथ दिनुभयो एकदमै खुसी छु हामी दुईजना साथी हरिहर हरियालज्यू र म यो जुरेथुमको उकालो उक्लिरहेका छौँ शारीरिक स्वस्थताको लागि साइकल यात्रा गरिरहेका छौँ अलिअलि गाह्रो भएको फिल भए पनि हामी शरीरभित्रका विभिन्न विकार तत्त्वहरू निकालिरहेको अनुभव गरिरहेका छौँ एकदमै हामी भित्र अझै ऊर्जावान भएको महसुस भइरहेको छ अझै तपाईँहरूको साथ छ यो भिडियोमा त्यसैले हामी खुसी भएर साइक्लिङ गरिरहेका छौँ नि सर रोक्न सक्नुहुन्छ सर रमाइलो हो यो जिन्दगीको उपलब्धि नै भन्नुपर्छ खुसी प्राप्त गर्नको लागि केही दुःख गर्नै पर्छ केरला अझै ब्यालेन्स गर्नु होला सर है छ अझै छ अलिक माथि गएर गर्नु होला नम्बर गाउँछु नि हजुर अगाडि ठिक छ पहिला यहीँबाट जुरेथुम जाने बाटो थियो अहिले माथि त्यहाँदेखि संरचना पछि बनेको एकदमै त्यो राधेले बनाएको मन्दिर हेर्नु भएको छ हजुरले एकदम बृहत प्लानिङको साथ भइरहेको छ अब चाहिँ माथि लग्नु हुन्छ म साथमै छु सर जिन्दगी यात्रा हो यात्राका हरेक यादहरूलाई सँगाल्दै आज चैत 12 गते मङ्गलबार एकादशी संयोगले मेरो अफिस पनि छुट्टी भएको दिन हामी दुईजना मेरो पुरानो आदरणीय साथी हरिहर हरियालज्यू मेरो यात्रामा साथी हुनुहुन्छ एकदमै रमाइलो महसुस भइरहेको छ जिन्दगी साइकलबाट स्वस्थताको लागि हामी आफ्ना विभिन्न अभियानहरू चलाएर हिँड्ने क्रममा छौँ यो जुरेथुमको उकालो म पनि पहिला सक्दैनथेँ बिस्तारै ह्याबिट बनाएपछि मैले पनि सक्ने भएको छु खुसी भएको महसुस गरिरहेको छु हजुरलाई छोड्नै सक्दिनँ छोड्नै हुँदैन नि स्वाद यात्रामा साथी छोड्ने मान्छे कसरी हुन सक्छ जगद्गुरु राधे विकास समितिले ठुलो मन्दिर देवालय तीर्थस्थल हस्पिटल विभिन्न कुराहरू बनाउने गुरु योजना सहित कार्यक्रम गरिरहेको छ तपाईँहरू पनि यो 8औं सत्र जुरेथुममा आएर यहाँको अवस्था अवलोकन गर्न सक्नुहुन्छ शरीरमा पसिना आए पनि हामी त्यो पसिनालाई शक्तिमा कन्भर्ट गर्दै अगाडि हिँडिरहेका छौँ हजुरलाई म मुख बन्द गर्न अनुरोध गर्छु नाकबाट सास फेर्नु होला
अनुरोध गर्छु। पक्कै पनि गाह्रो हुन्छ, तर बिस्तारै बिस्तारै यो शक्ति हामीलाई श्रीकृष्ण भगवानले दिइरहनु भएको छ। हामी कृष्ण भगवानलाई भेट्न अगाडि हिँडिरहेका छौँ। त्यो उपलब्धि प्राप्त गर्न हामी नजिक ठाउँमा पुगिसकेका छौँ। सर हजुर जे गर्नुहुन्छ त्यही सक्नुहुन्छ है सर। हजुरलाई गाह्रो भएको छ भने रोक्न सक्नुहुन्छ, ल्याडरबाट जाने भयो त्यो पनि सक्नुहुन्छ, साइकल यहीँ राखेर जाने भयो त्यो पनि सक्नुहुन्छ। साइकल चलाएर ओके सर, हजुरले जे भन्नुहुन्छ मबाट मेरो ठाउँमा घुम्न आउनु भएको छ। हजुर त मेरो भगवान आदर्श व्यक्ति साथी, अझै भन्नुपर्दा विशेष त आज कार्यक्रमका साइकलहरूलाई जानुहुन्छ। एक्लै हिँड्यो भने त स्यालले आएर पिट्छ अरे पनि भन्छ। रमाइलो भइरहेको छ नि सर। यो जङ्गल, यो पुण्य भूमि हेटौँडा सत्र राधे राधे विकास समितिले बनाउँदै गरेको नेपालकै सम्भवतः अल्को कृष्ण भगवानको मूर्ति, साक्षात् भगवानको स्वरूप भेट्नको लागि हामी हिँडिरहेका छौँ। तपाईँहरूलाई पनि म सहयोग गराउनेछु। बाटो गाडाङगुडुङ खराब भए पनि हामी दुईजना हिँडिरहेका छौँ। हरिहरजी मुख बन्द गरेर नाकले सास फेर्ने ट्राई गर्नु होला। कार्डियो थेरापीमा अझै कार्डियो एक्सर्साइज हुनेछ। सबैभन्दा अर्को यहीँ हो, हजुरले सक्नुहुनेछ। आउनुहोस् है सर, सक्नुहुनेछ। हजुरमा त्यो आँट, त्यो साहस श्रीकृष्ण भगवानले दिनुभएको छ। Oh, very good morning. Please open the door, dost. Anyone? Please open the door. यो ढोका खोलिदिनु साथी। वाउ, मेरा साथी भाइहरू आउनु भएको रहेछ, खुसी लाग्यो। म एक राउन्ड यता घुमाउँछु। ठिक छ यार। खोलो विनोदजी, खोलिदेऊ न यार। विनोद मेरो भाइ हुनुहुन्छ, मेरो साथी हुनुहुन्छ। हाम्रो अच्युत भाइ, विनोद भाइ, हामी सबै साथीहरू, मेरो अफिसका साथीहरू कस्तो संयोग परेको छ। हामी कल गरेर आए जस्तो भएछ है। म चाहिँ भगवानको शरणमै गएर अनलोडिङ हुन्छु भनेको। अझै अलिक घचेर्नु पर्ला। यता चाहिँ गुड मर्निङ
हेर्नुहोस् त हामी भगवानको शरणमा आइपुग्यौँ। साक्षात् भगवानको स्वरूप श्रीकृष्ण भगवानलाई तपाईँहरूमाझ एक्सप्लोरिङ गरिरहेको छु। हामी साइकलबाट यो ठाउँसम्म आइपुग्दा हामीलाई शारीरिक स्फूर्ति। प्लिज सर, सर यता हेर्नुहुन्छ। श्री कृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव गोविन्द वैकुण्ठ। हामी दुईजना यो ठाउँसम्म साइकलबाट आइपुग्यौँ। एकदमै रमाइलो भइरहेको छ शारीरिक स्वस्थताको लागि। हरिहरजी, हजुरको यहाँ आउँदाको अनुभव छोटकरीमा बताइदिनुहोस् त। यहाँसम्म आइपुग्दा एकदमै आनन्द, शरीरलाई थकान पछाडिको आनन्दको उपलब्धिलाई हजुर हिसाबमा निकाल्नै सक्दिनँ। हजुर एकदम आनन्द महसुस भइरहेछ। एकदम मनोरम वातावरण, जङ्गल, भगवान्जीको साथ। फेरि यो भिडियो हेरेर बस्नुहुने साथीहरूलाई यो ठाउँको बारेमा थोरै जानकारी गराउनुहोस् प्लिज। यो ठाउँ हाम्रो हेटौँडा उपमहानगरपालिका वडा नम्बर 17 मा अवस्थित छ। हजुर यो ठाउँमा हेर्नै पर्ने दुईवटा चिज छ। हजुर एउटा चाहिँ मलाई पनि लागिरहेछ, धेरै ठाउँ त घुमेको छैन, नेपालकै अग्लो श्रीकृष्ण भगवानको मूर्ति जस्तो महसुस भइरहेछ एकदमै पहिलो चाहिँ। अनि दोस्रो यसैको नजिकमा रहेको राधे राधे जगद्गुरु स्वामीजीको चाहिँ धाम छ त्यहाँ, कृपालु महाराजजीको। हजुर जहाँ चाहिँ जीवनबाट वैराग्य प्राप्ति भएका, हजुर धर्मलाई आध्यात्मलाई रोजेका केही मानिसहरू, केही व्यक्तिहरू त्यहाँ बसेर चिन्तन गर्नुहुन्छ धर्मको बारेमा, जीवनको बारेमा। हजुर त्यहाँ चाहिँ एकदमै शान्त वातावरण, त्यसपछि आध्यात्मिक प्रवचनहरू, धार्मिक कुराहरू, देशका विभिन्न भेगका विभिन्न व्यक्तिहरू जसले जीवनलाई कहिलेकाहीँ हामीलाई धेरै चिजबाट जोडेका धेरै चिजहरू व्यर्थ लाग्ने पनि समय आउँछ। धन सम्पत्तिका कुरा, छोराछोरीका कुरा, इष्टमित्रका कुरा, त्यो समयमा चाहिँ हामी त्यस्तो ठाउँमा गएर बाँकी जीवनयापन गर्न सक्छौँ। त्यसपछि अरूलाई पनि यो खालको दुःख रहेछ, यो समस्या चाहिँ सबैमा हुँदो रहेछ, मलाई मात्रै होइन रहेछ भन्ने खालको सन्देश चाहिँ त्यहाँ आउने महानुभावहरूले पाउनुहुन्छ। मनलाई हामी स्थिर गर्न सक्छौँ, बुझाउन सक्छौँ। त्यसको लागि पनि त्यो कृपालु धाम चाहिँ अहिलेको एउटा राम्रो गन्तव्य जस्तो महसुस भइरहेछ कि जीवनमा मानिसहरूलाई सबै चिज प्राप्त गरिसकेपछि पनि केही नभएको महसुस हुँदो रहेछ। त्यो जीवनको कुनै कुनै मोडमा तपाईँमा, ममा, हामीमा, सबैमा आउने एउटा समय रहेछ। जतिखेर हामी चाहिँ त्यो आध्यात्मलाई, त्यो धर्मलाई रोज्न पुग्दा रहेछौँ, जीवनभर हामी पैसाको लागि, शक्तिको लागि, हरेक चिजका लागि दौडिरहेका हुन्छौँ। थाहा छैन हाम्रो नजिकमा त्यो समय छ भनेर। जतिखेर त्यो समय हाम्रो अगाडि आइपुग्छ त्यतिखेर फेरि हामीलाई त्यो सबै चिजहरू चाहिँदो रहेछ। त्यसको लागि पनि त्यहाँ भिजिट गर्नको लागि मेरो अनुरोध गर्दै आफ्नो भनाइलाई अन्त गरे। हस्, धन्यवाद। हजुरले भने जस्तो यो ठाउँ एकदमै विख्यात, एकदमै प्रसिद्ध पुण्यभूमि हो। तपाईँ जहाँबाट भिडियो हेर्दै हुनुहुन्छ यो हेटौँडा 17 मकवानपुर जिल्लामा आएर यो हेटौँडाबाट लगभग 12 किलोमिटर पूर्वतर्फ हटिया चोक हेटौँडा 17 वडा कार्यालयबाट 1.5 किलोमिटर मात्रै माथि अलिकति अफिल आउनुपर्छ। यहाँ आउँदा तपाईँ बाइक, मोटर बाइक, साइकल, रनिङ जसरी पनि आउन सक्नुहुन्छ। यहाँ आएर भगवानप्रतिको आस्थालाई उजागर गर्दै यो ठाउँ घुमेर तपाईँ यहाँको अवलोकन गर्न सक्नुहुन्छ भने केही योगदान गर्न पनि सक्नुहुनेछ। यो जगद्गुरु महाराजको एकदमै ठुलो मन्दिरहरू, विभिन्न तीर्थस्थलहरू बनाउने प्रोग्रामिङ चलिरहेको छ, बनाइरहेका छन्। मैले सबैतिर घुमेर देखाएँ। यही क्रममा मेरा साथीहरू पनि यहाँ आउनुभएको छ। अच्युत भाइ, के छ हाल? ठीक छ दाजु, कस्तो भइरहेको छ? एकदम एकदम रमाइलो भइरहेछ नि। हस्, त्यसै गरी मेरो विनोदजी, मेरो साथी, मेरो भाइ, मेरो अफिसका साथी हुनुहुन्छ। रमाइलो भइरहेछ नि? एकदम रमाइलो दाजु। यो ठाउँमा आएर के अनुभूति सधैँ आउनुहुन्छ? होइन दाजु, 2-4 दिन भयो यसो साथीभाइको सङ्गतमा परेर। पक्कै पनि उहाँ रनिङ गर्दै आउनुभएको छ। शारीरिक स्वस्थताको लागि आइपुग्नु एकदमै राम्रो कुरा हो। त्यसै गरी हाम्रा 2-3 जना साथीहरू पनि आउनुहुन्छ एक्सर्साइज गर्नु। ओहो यार, के छ यार? ठिकठाक हुनुहुन्छ? ल, साथीहरू हुन्छ, आफ्नो परिचय थोरै दिनुहुन्छ? म सुमन श्रेष्ठ, हजुर। हाम्रो दाइको भ्लगमा
पुरै इन्जोय गर्नु तपाईँहरू। एकदम यहाँ आएपछि के को लागि आउनु भयो यहाँ? हामी एक्सर्साइजको लागि डेली आउँछौँ। डेली आउनुहुन्छ? एकदमै ल तपाईँहरूको शारीरिक स्वस्थताको लागि म एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी राजनैतिक व्यक्तित्व नमस्कार मेरो पुरानो साथी हाम्रो चाहिँ हजुर एकदम यो चाहिँ नि हाम्रो कृष्ण भगवानको चाहिँ नि के एकदम ठुलो मूर्ति भएको ठाउँ चाहिँ नि के अरे हाम्रो यो जुरेथुम पर्यटक स्थल हेटौँडा सत्र सम्पूर्णलाई चाहिँ नि के अरे यहाँ एकचोटि मात्रै भयो भने आएर हेरिदिनुहोस्। यो नेपालकै सबभन्दा ठुलो मन्दिर हो यो चाहिँ नि के अरे हाम्रो चाहिँ नि के अरे मूर्ति हो यो कृष्णको। हामी चाहिँ सदाबार अब नजिक छौँ र हजुरहरूले चाहिँ अब यही भ्लग मार्फत हेर्नु होला। हामी चाहिँ सदाबार यहाँनिर शारीरिक स्वस्थताको लागि मर्निङ वाक डेली आउने गर्छौँ र हजुरहरू पनि एकचोटि आइदिनु होला। हस् तपाईँको शारीरिक स्वस्थताको लागि एकदमै म शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी हेलो हाम्रो माई नेम इज सुरज तामाङ। हजुर बिहान यसो एक्सर्साइजको लागि आइदिनु होला भन्न चाहन्छु। रमाइलो भइरहेछ नि? रमाइलो बिहान यसो हेर्नुहोस् त एकदमै राम्रो ठुलो कृष्ण भगवानको मूर्ति छ। हस् सबैलाई धेरै धेरै धन्यवाद। भगवानको शरणमा आएपछि हामी एकदमै निखारिएको एकदमै सकारात्मक पोजिटिभ भाइब्स हामीलाई प्लस भएको महसुस हुन्छ। सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे। हस् यो भिडियो लामै भएको छ तर एकदमै उत्साह दिने एकदमै राम्रो तरिकाले मैले बनाउने प्रयास गरेको छु। कृपया भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् र यो ठाउँमा आएर वास्तविकता बोलिरहेको छु कि छैन आएर हेरिदिनु म हार्दिक अनुरोध गर्दै अहिले बिदा हुन्छु। हस्त नमस्कार, जय साइकल, बाई।